इ तपाईँहरूको निम्ति सोपको प्रोसेस चाहिँ यस प्रकार छ। अघि गुराँस कति थियो है, यति निक्ल्यो गुराँसको। एकदम त प्योर हो, एउटा पानी केमिकल केही मिलावट हुँदैन है। किनभने एउटा अब अनेस्ट हुनु पऱ्यो नि त। यी हेर्नुहोस् त एलोभेरा आम्बो कति थियो मेरोमा, डल्लै छिलेर यति निक्ल्यो। अनि भनेपछि चाहिँ कति चाहिँ प्रोसेस होला, आज दिनभरि लाग्यो अब हो। अन्त अब एकैचोटि देखाउँछु है ल, फेरि लामो हुन्छ भिडियो, फेरि एडिट कट गरेको मन पर्दैन नि त कि। हेलो गाइस, त्यत्रो मेहनत गरेँ है, त्यत्रो कागज 8वटा खालि भयो साबुन चाहिँ। तर यहाँ भनेको नि भिडियोमा त्यत्रो गुराँस त्यत्रो उयो 8वटा खालि सामान भयो भनेको नि। यो चाहिँ तर साइज गतिलो गतिलो बनाएको छु। यो चाहिँ गुराँस एलोभेरा अन्त एउटा फुलको बनाएको है। यो चाहिँ अब जस्ट अब त्यो मैले अब बिक्री गरेको त के भन्नु है। यो त 100 रुपियाँ गोटा चाहिँ म बिक्री गरिदिन्छु। 2टा जस्तो चाहिँ घरमा राख्छु भन्ने भएको छ। 6वटा चाहिँ सेल गरिदिन्छु हो। कसैलाई इच्छुक छ भने 100 रुपियाँ गोटा, फ्रीमा दिएको जस्तो बराबर हो। तर पनि त्यसमा पनि सेटिस्फ्याक्सन भएन, मन परेन अनि त्यो पनि रिटर्न गरिदिन्छु पैसा। ओके गाइस, अब के गर्नु, त्यत्रो गुराँसहरू ल्याएको त्यति खालि हुँदो रहेछ है। थ्याङ्क यू भेरी मच।